भजन सङ्ग्रह 42 को 1 ले भन्दछ, जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ, त्यसरी नै मेरो प्राणले परमप्रभुको तृष्णा गर्दछ। तपाईँ हामी चाहिँ नि संसारको कुरालाई तृष्णा होइन, संसारको हरेक मोहमायामा तृष्णा होइन, हाम्रो जीवन चाहिँ नि परमेश्वरमा सुम्पन पर्दछ। हामी जवान अवस्थामा नै परमेश्वरको क्रुस बोक्ने हामी हुनुपर्दछ। आज हामीले चाहिँ नि संसारको कुराहरूलाई तृष्णा गऱ्यौँ भने हाम्रो जीवन चाहिँ नि निश्चय नै लथालिङ्ग हुनेछ। अनि आज साँझ संसारको कुराहरू क्षणिकका हुन्, तर परमेश्वरलाई विश्वास गर्ने, परमेश्वरको भय मान्ने, परमेश्वरको प्राण जसरी नै हामीले तृष्णा गऱ्यो भने चाहिँ नि उसको निम्ति साँच्चै नै तिर्खाउनु जरुरी छ। आज हामी जवान अवस्थामा नै म तपाईँहरूलाई यही उत्साह दिन चाहन्छु कि आज संसारको हरेक कुरालाई आज छोड्नुहोस् र परमेश्वरको तृष्णा गर्नुहोस्। त्यो अनन्तको राज्यमा जिउनको लागि चाहिँ नि हामीले परमेश्वरको तृष्णा गर्नै पर्दछ।